रवि लामिछानेले कुनै पनि सहकारीबाट व्यक्ति रवि लामिछानेले चाहिँ अथवा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रकम लिएको छैन। तपाईको प्रतिवेदनले त्यो भन्छ। त्यो लिएको तथ्य हामीले प्राप्त गर्न सकेनौं। पर्खिनुस् न, सकेनौं भनेको छैन। आजका दिनसम्म यो प्रतिवेदनले भने अनुसार रवि लामिछानेले कुनै पनि सहकारीबाट रकम लिएको छैन। प्रतिवेदनले यही भन्छ। प्रतिवेदनले के भन्छ भने तथ्यका आधारमा, डकुमेन्टका आधारमा रवि लामिछाने कुनै सहकारीको सदस्य भएको पनि देखाउनु। सर पर्खिनुस् है, यहाँ बुझौं। तपाईले बनाएको प्रतिवेदनै सबै भावनाको आधारमा त होइन नि। होइन, तथ्यको आधारमा हो। तपाईको तथ्य, प्रमाण, नजिर, तर्क, व्याख्या कहीं एउटा सिंगल प्रमाण भएको भए पनि यसको अर्कै हुन्थ्यो। यो सबै प्रतिवेदन तथ्यका आधारमा बनेको भने तथ्यले के भन्छ भने रवि लामिछानेले सहकारीको रकम लिएको छैन। आफूले व्यक्ति भने मैले व्यक्ति रवि लामिछानेले आफू सहभागी भएर कुनै पनि सहकारीबाट पैसा लिएको छैन। हामीले गोर्खा मिडिया नेटवर्कको माइन्युटहरू पनि हेर्यौं। त्यो सहकारीबाट ऋण लिने कुराको निर्णय योजना बनाएको पनि उहाँले छैन भन्नुभयो। हामीले पनि उपलब्ध माइन्युटहरू जहाँ जहाँ उपलब्ध थिए ती हेर्यौं, त्यहाँ पनि निर्णय गरेको देखिन्छ। व्यक्ति रवि लामिछाने त्यो सहकारीबाट रकम ल्याउने कुराहरूमा इन्भल्भ भएको देखिँदैन। रवि लामिछानेले खोजेको यही होला नि त। क्लिन चिट पाए भनेको यही होला के। जुन रूपमा सहकारीको अर्को दोस्रो पाटोमा आउन बाँकी छ सर, त्यसमा आउला है। तिमीले कति चेक काट्यौ, कति खर्च गर्यौ, के गर्यौ भन्ने कुरामा एउटा पाटो चाहिँ क्लियर भइहालौं कि व्यक्ति रवि लामिछाने जुन रूपमा संसदमा बहस उठ्यो, जुन रूपमा उनका नाउँमा समिति बनाउनु पर्छ, विशेष समिति भनेर कुराहरू भए, सहकारीको रकम ल्याएर हिनामिना गरेका प्रमाणहरू छ भनिए, यो प्रतिवेदन हेर्दाखेरि चाहिँ त्यो देखिएन। रवि लामिछानेले रकम ल्याएको देखिएन। यो प्रतिवेदन जुन फ्याक्टमा उभियो त्यो हेर्दा रवि लामिछानेले अघि नै मैले भने आफूले निवेदन दिएको, आफ्ना डकुमेन्ट प्रस्तुत गरेको, आफू उपस्थित भएको, आफू योजना बनाएको, सहकारीको पैसा लिन रवि लामिछाने बैंकबाट लोन लिनका लागि नेपाल बैंक लिमिटेड न्युरोड शाखामा उपस्थित भएको सम्म चाहिँ अरूका बयानहरूबाट पनि पुष्टि हुनु भएको छ। उहाँले पनि स्वीकार्नु भएको छ। तर सहकारीको प्रक्रियामा उहाँ सहभागी भएको देखिन्छ। त्यही भएर माननीय सूर्य थापा, रवि लामिछानेले, राष्ट्रिय स्वतन्त्र पार्टीले, राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक, शुभेच्छुक, सांसद सबैले हामीले क्लिन चिट पायौं। जे आरोप पर्खिनुस् है, जे आरोप हामीमाथि लगाइएको थियो यो प्रतिवेदनले त्यो आरोपलाई अस्वीकार गर्यो। सीधा र कानुनी प्रमाणित प्रतिवेदनले भनेको औपचारिक कुरा पनि भन्नुस्। औपचारिक कुरा पनि भन्नुस्। औपचारिक कुरा तथ्य प्रमाणका आधारमा मैले भने नि 5-7 वटा तथ्य प्रमाणहरू, ती चीज आजसम्मको छानबिनबाट हामीले पाउन सकेनौं। त्यसैले रवि लामिछानेले मैले क्लिन चिट पाएँ भनेर उहाँले चाहिँ नि खुसी व्यक्त गर्नुभयो।